रुगाखोकी, घाँटी बसेर हैरान भयो। सन्चो नभएको बेलामा झनै करेन्ट खानु मन लाग्यो। करेन्ट लिएर किचनतिर लागेँ अनि यसरी सब्जी चाहिँ मैले लामो लामो गरेर काटेँ। पानीलाई बोइल गर्न राखेँ, करेन्ट राखिदिएँ अनि बोडी, हरियो मटर राखेर बोइल गर्न राखेँ। एकछिन बोइल भएपछि चाहिँ मैले यसलाई चाहिँ छानिदिएँ। छानेर चाहिँ अर्कोतिर चाहिँ मैले फेरि फ्राई प्यान गरम गर्न राखेँ। तेलमा चाहिँ यो लसुनलाई कुटेर चाहिँ मजासँग फ्राई गरेँ। एउटा भाँडामा खनाएर चाहिँ त्यो फ्राई गरेको लसुनमा चाहिँ करेन्टको मसला अनि प्याज राखेर मोल्दिएँ। त्यसपछि माथि चाहिँ मैले करेन्ट राखेर चाहिँ मजासँग यसलाई चाहिँ मोल्दिएँ अनि हल्का निम्बु पनि राखेँ। यसरी चाहिँ लसुन फ्राई गरेर खानुभयो भने चाहिँ हरहर बासना आउँछ कि लसुनको मलाई मनपर्छ, स्मेल पनि मनपर्छ, टेस्ट पनि मनपर्छ। अर्कोतिर चाहिँ अन्डा पनि फ्राई गरेँ अनि एउटा प्लेटमा चाहिँ किरा काटेर राखेर चाहिँ करेन्टलाई मजासँग राख्दै हेर्नु कस्तो मजाको मिठो भएको छ, यति मिठो भएको छ, खाऊ खाऊ जस्तो भएको छ कि। यसरी सन्चोलाई यसरी खायो भने चाहिँ मलाई सबै रोगहरू सन्चो हुन्छ कि। मेरो रोगको औषधि भनेकै करेन्ट हो जस्तो लाग्छ। हजुरलाई कस्तो लाग्छ कमेन्ट गर्नु।